हेलो गाइज के छ के गर्दै हुनुहुन्छ म पनि यस्तै बसिरहेको होइन अनि यसो उसबाट हेरेको योद्धाको नयाँ सङ आएर रहेछ होइन अग्निपथ अफिकल म्युजिक भिडियो आएर रहेछ 2025 मा होइन अनि त्यसलाई यसो रियाक्ट गरिदिउँ भनेर अब एकचोटि गीत हेरौँ न यो गीत कस्तो छ योभन्दा पहिलाको गीतहरू मलाई योद्धाको राम्रै लाग्थ्यो जुन गीत हो खराब बानी छ मेरो खराब बानीहरू सब सही थियो अब यो कस्तो हुन्छ एकचोटि सुनिदिउँ अनि त्यसपछि के गर्नुपर्ने गरौँला त्यसपछि रियाक्ट स्याक्ट होइन अग्निपथ म जमिन मुनि मुनि बगिरहेको कुची खोला अन्डरग्राउन्डमा फ्लो कडा हुनाले बालिन्दै उठेको होला शब्दहरू हाँसी हतौडा कुकुरी कट्टा र खोडा मेहनत जति नै चाहिन्छ झोला यतिकै आउँदैन चारवटा सिलिन्डर भएको घोडा बुझेन तेरो दिमागमा स्मरण शक्ति नै पुग्दैन सबजना खुसीकै खोजी सबलाई भर्न छ आफ्नो गोजी आखिरमा पैसा नै खुसी पो हो कि मलाई नि लाउनु छ सुनचाँदी हिरा र मोती होइन सपना यति मात्र यो इन्डस्ट्रीमा यति सपना देख्नु पाप जस्तो लाग्छ न त यहाँ कसैले पहिल्यै गरेको छाप छ यो सबै मुखै त हो सबजना आफ्नो कमजोरी मान्छेहरूबाट छ लुकाइरहेको यो त बालेन्दाकै फोटो जस्तो लाग्यो त मलाई बालेन्दाकै हो क्या मूर्ति यो इन्डस्ट्रीमा यति सपना देख्नु पाप जस्तो लाग्छ न त यहाँ कसैले पहिल्यै गरेको छाप छ यो सबै मुखै त हो सबजना आफ्नो कमजोरी मान्छेहरूबाट छ लुकाइरहेको यहाँ बढी बोल्ने मुख छैन यहाँ अहिले चाहिएको छ होइन बालेन्दाई नै हो जस्तो लाग्यो मलाई चाहिँ तपाईँहरूलाई चाहिँ को जस्तो लाग्छ यस्तो कमेन्टमा गरिदिनु है कमेन्ट गरिदिनु होला है हामीलाई थुकाइरहेको आफ्नो सपना र लक्ष्यलाई पाउन म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् त बदनाम महसुस गर्दैछस् किनकि म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् आफ्नो सपना र लक्ष्यलाई पाउन म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् त बदनाम महसुस गर्दैछस् किनकि म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् त जति नि गर्दछस् हेलाको वृद्धि तैले गर्ने काम त्यही मात्र हो रिस्की योद्धामा कलाको सृष्टि त आफ्नो घमण्डबाट निस्की तभन्दा म नै छु जिद्दी घृणाले भरेको छ मनस्थिति त्यही पनि शान्त स्वभाव उच्च आचरण प्रभाव सार्वजनिक ठाउँमा व्यक्तिगत कुरा नराख म बालेन्दाईसँग डोजर ल्याएर गर्छु सखाप सब कुरा नभन्दै बालेन्दाईकै रहेछ कि यो मूर्ति चाहिँ होइन तर खतरा योद्धाले गर्यो जे राम्रो गर्यो त सही हो नराम्रो सोचाइहरूमा मनभित्र सर्वनाश गर्नलाई पर्खिरा पशुमा कमजोरी हुँदैछ करुणा त्यसैले सक्दैनस् त कहिले म हुन खतरनाक गर्भसाथ तयार गर्दिन यो खेलको सर्वनाश धारणा बलियो म भित्र जुन कहिले नि थिएन तसित यो कलम भित्रको मसिनै पवित्र चलनको बात देखाउँछ तेरो चरित्र आफ्नो सपना र लक्ष्यलाई पाउन म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् त बदनाम महसुस गर्दैछस् किनकि म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् आफ्नो सपना र लक्ष्यलाई पाउन म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् त बदनाम महसुस गर्दैछस् किनकि म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् आफ्नो सपना र लक्ष्यलाई पाउन म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् त बदनाम महसुस गर्दैछस् किनकि म हिँड्दैछु अग्निपथ त्यही पनि त पछि छस् गीत चाहिँ सही हो तर सटाउट बालेन्दाले पनि होइन मिठो सही हो बालेन्दाको मूर्ति देखेर मलाई अलि कस्तो लाग्यो कस्तो म त हो कि होइन यस्तो नभन्दै बालेन्दाकै रहेछ कि त्यो मूर्ति चाहिँ होइन सही हो अनि के भन्नु होइन यति भन्दै अहिले बिदा हुन्छु म होइन मेरो
रियाक्ट विथ राउत च्यानलमा गरोस्, सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला है। के कस्तो कमजोरी छ भनिदिनु होला, म ट्याक यता मिलाउने कोसिस गर्दछु। यो जस्तै अब भनौँ न। हस् त धन्यवाद।